के भन्नु गइरहेको छु भनेपछि अगर तपाईहरुको नोटिफिकेसनमा यस्तो खालके नोटिफिकेसन आएको छ भने हजुरले देनादेन त्यो भिडियोलाई डिलिट पार्दिनुस् कि त म्युजिक चेन्ज गर्नुस्। म्युजिक चेन्ज गर्नु र यो मेरो भिडियो हो भनेर फेसबुकले रिपोर्ट गरिरहनु भन्दा मलाई चाहिँ बेस्ट लाग्छ कि हामीले त्यो भिडियो नै डिलिट गर्दियौ। जति पनि यस्तो रिस्क कसले लिने हैन, बरु भिडियो डिलिट पार्नु छ र हजुरहरुले पनि नोटिफिकेसन चेक गरिराख्नुस् होला। अगर यस्तो आएछ भने चाहिँ भिडियोलाई डिलिट पार्दिनुस्। र कसरी पार्नु पर्छ भन्ने कुरा हजुरलाई थाहा छैन भने मैले स्क्रिन शेयर गरिराख्छु छु, हजुरले भिडियो लास्टसम्म हेरेर चाहिँ बुझ्नुस् होला कि कसरी गर्नुपर्छ र के आउँदाखेरि कसरी अब गर्नुपर्छ त्यो भन्ने कुरा मैले त भिडियोमा मजाले भनिदिएको छु। अगर तपाईको आफ्नै भोइसमा बनाउनु भएको छ र पनि यसरी आएछ भने रिभ्यू शेयर भनेर आएछ भने हजुरले रिपोर्ट गर्न सक्नुहुन्छ बीचको सेकेन्डको अप्सनबाट र तपाईको म्युजिक चेन्ज गर्नु चाहनुहुन्छ भने फर्स्टको अप्सनमा र तपाईले भिडियो डिलिट गर्न चाहनुहुन्छ थर्डको अप्सनमा। यस्तै है नयाँ टिप्स हजुरहरु माझ म ल्याउँदै जान्छु जसले कि गर्दा हजुरलाई फेसबुकमा अर्निङ गर्नलाई सुविस्ता होस् हैन, के इस्यु नहोस् हजुरको पेजमा भन्ने म सधैँभरि यही आशा राख्छु। हजुरहरुको माझ म उषा छेत्री है भिडियो लास्टसम्म हेरिदिनु भयो त्यसलाई धेरै धेरै धन्यवाद जगाउँदैछु। जुम त म स्क्रिन शेयर गरेर भन्दैछु त है। यहाँ भित्र गएर चाहिँ मेरो यो भिडियोमा आएको रहेछ बर्थडे, नानीको बर्थडेको मैले हालेको थिएँ हो, त्यसमा आएको रहेछ आज 12-19 मा आएको रहेछ हैन। अन्त म अब यसलाई एडिट पाएँ। यो त मैले फेब्रुअरी 23 तारिक हालेको छु। त्यहाँ सी डिटेल्समा जानुपर्छ। सी शेयर एड रिभ्यू म रिभ्यू शेयर गर्दिनँ, म डिलिटै पारिदिन्छु बरु हो। यसरी फेरि कन्टिन्यूमा जानुपर्छ। कन्टिन्यूमा गइसकेपछि अगर मैले रिभ्यू शेयर गर्नु चाहन्छु भने मैले एक्सेप्ट रिभ्यू शेयर गर्नुपर्छ, तर म रिभ्यू शेयर गर्न चाहदिनँ त्यसले म गर्दिनँ। र सबमिट डिस्प्युटमा शेयर गरे भने चाहिँ मैले त्यसमा अर्को है ओपन फ्रम यो चाहिँ भन्नु खोजेको कि मेरो यो आफ्नो यो हो कन्टेन्ट हो भनेर मैले गर्नुको लागि चाहिँ यहाँ जानुपर्छ। तर यो मेरो आफ्नो हैन, सायद मैले गाना हालेको थिएँ होला यसमा हैन, त्यही भएर म त्यसमा जाँदिनँ हैन। म चाहिँ डाइरेक्ट रिमुभ भिडियोमा जान्छु। म रिभ्यू शेयर गर्दै म रिमुभ भिडियोमा जान्छु र म रिमुभ गरिदिन्छु। यस्तै आयो भने हजुरले पनि यसरी रिमुभ गर्नु सक्नुहुन्छ है। अब देख्नु सक्नुहुन्छ, यहाँ देख्दैन अब यहाँ ल, अब यहाँ छैन देख्नुभयो। यसरी नै यस्तोहरु आयो भने हजुरले हेर्दै गर्नुहोस् होला, चेक गर्दै गर्नुहोस् होला। आजको लागि त्यति नै।